चाहिँ यहाँ 15 दिन अगाडि नि 3 जना मान्छे मरेछ है। अनि यो आन्टी कस्तो सुचो आन्टी के फेरि त्यो टोयलेट मान्छे त्यहाँ गइरहेछ बाहिरबाट दारा बन्द गरिदिने खरानी खोला हो क्या हो यो। कस्तो रहनुहोस् मस्त रहनुहोस् चटलाएर पकौडा खानुहोस् बिहान पकौडा खान्छु मैले त। हेलो नमस्ते स्वागत छ सबैजनालाई मेरो नयाँ भिडियोमा। इट्स मी टोपु फ्रम दाङ नारायणपुर। म सन्चै छु अनि आशा छ तपाईँहरू पनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी चाहिँ अब चटलाएर अब के भन्छ भैलेगेको टिम जति सबै होइन मुस्ताङ जान रेडी भइसक्यो। यहाँनिर चटलाएर दाइहरू हुँदै हुनुहुन्छ यतातिर। अनि यतातिर चाहिँ हाम्रो चटलाएर गाडी आइसकेको छ। अब यो गाडीमा चाहिँ हामी कहाँसम्म जाने रे दाइ? हामी लमैसम्म यो गाडीमा जान्छौँ। अनि लमैदेखि अर्को गाडीमा चटलाएर जानुपर्ने हुन्छ। सो त्यही भएर अब यहाँको यात्रा हाम्रो कस्तो हुन्छ म तपाईँहरूलाई सबै देखाउने कोसिस गर्ने नै छु। सो भिडियोमा बसेर धैर्य गरेर भिडियो हेरिदिनुहोस्, इन्जोय गर्नुहोस् है। म पनि इन्जोय गर्छु। चटलाएर त्यही नै होला। हाम्रो गाडी चाहिँ यहाँ प्याक भइसकेको छ। अलिकति के कुरा मिलाएको छैन के भइरहेछ सायद यहाँनिर बार्गेनिङ चलिरहेको छ दाइहरूको के भन्छ भइसक्यो। हामी मान्छेहरू सबै बसिसक्नु भएको छ। अनि यो हाम्रो माधे दाइ के छ केही भन्नुहोस् तपाईँले? कस्तो अँध्यारो हुँदैछ यार। हामी कहाँसम्मको यात्रा अहिले हाम्रो मुस्ताङसँगको भनिसक्नुभयो दाइले भनिसक्नुभयो। भिडियोमा देखाएको छु भने फेरि म जितेन साहस नेता बन्छु कहाँ बस हाम्रो नेता त हुनुहुन्छ हाम्रो दाइ यार होइन त्यो देखिने केही हुन्न। त्यही नै हो लगाइन्छ। अब चाहिँ हाम्रो गाडी चल्छ चटलाएर यहाँबाट लमै गएर हामीले अर्को गाडी चेन्ज गरेर अर्को गाडी चेन्ज गर्ने चाहिँ किन भनेपछि उतादेखि एउटा के भन्छ त्यो काठमाडौँदेखि आइरहेछ अरे त्यो गाडी जुन हामीले कहाँ जाने भनेको गाडी थियो नि त्यो गाडी चाहिँ काठमाडौँदेखि आइरहेछ अरे बुटोल उता कता छ अरे। अनि हामी यहाँबाट चाहिँ यो गाडीमा त्यहाँ लमैसम्म गएर अनि लमैदेखि हामीले गाडी चेन्ज गरेर त्यो गाडीमा चटलाएर म देखाउँछु। सो भिडियो हेर्नुहोस् इन्जोय गर्नुहोस् चट्ट पारेर ल। अब चाहिँ हामी यहाँनिर लमै आइपुग्यौँ हेर होइन। लमै आएर हामीले गाडी पनि चेन्ज गरिसक्यौँ। मुत्या पारी छ हाम्रो गाडी उता पारी छ गाडी। अनि म चाहिँ चटलाएर चिया खानु पऱ्यो नि अरू केही नभएर चाहिँ होइन। गाडी हाम्रो भइसक्यो। अब हामी निस्किने चटलाएर के हो कसो हो म सबै अपडेट दिन्छु हजुरहरूलाई। सो भिडियो धैर्य गरेर हेर्नु पऱ्यो ल। अब चाहिँ हामी चटलाएर गाडीमा बसिसक्यो। दामी पाराले मलाई चाहिँ लास्टमा बसाल्दैछन् टोलीहरूले होइन। अब चाहिँ हामी यहाँदेखि ल चटलाएर पोखरा गएर भेट्छौँ है छिमेकी सबैजना होला ल। यति बेला चाहिँ बिहानको 8:30 बजिरहेको छ। हामी चाहिँ स्याङ्जा वालिङमा आइपुगेका छौँ। अब यहाँदेखि हामी पोखराको लागि अब हाम्रो गाडी निस्किनेवाला नै छ। यहाँनिर बसेर चिया खाइयो नास्ता खाइयो चटलाएर अब चाहिँ हामी यहाँदेखि निस्किने हो होइन। हाम्रो गाडी यहाँनिर छ अनि हाम्रो दाइहरू त्यहाँ अनि आधी मान्छे भित्र गइसक्नु भएको छ। चिया पकौडा खाएर के हेर्नु छ र अहिले त धुरी लागिरहेछ केही देखाएको छैन। अब देखाउने नै छु म तपाईँलाई दामी भ्यू होइन। मुस्ताङ जाँदैछु। सो भिडियो हेर्नुहोस् इन्जोय गर्नुहोस् दामी पाराले त्यही नै हो ल। स्वस्थ रहनुहोस् मस्त रहनुहोस् चटलाएर पकौडा खानुहोस् बिहान पकौडा खान्छु मैले त त्यही नै हो है। अनि के भन्छ अर्को कुरा मलाई के थाहा भयो भनेपछि यहाँनिर आइपुगेर लमै आइपुगेर मेरो राजा रहेछ क्या ड्राइभर बस गाडी त फेरि कुदाउने क्या राजाले हो के छ भन्नुपर्ने केही छ र केही छैन कुदाउने हो मुस्ताङ घुम्ने हो लेमन टी हो बस। लास्टमा त को भने त ड्राइभर मेरो राजा के ए गाडी त यस्तो कुदाइदिने कि राजाको टिकट गाडी के छ राजा? टाइगर मगर 42 बाघ कति रे टाइगर मगर 42 ल हेर्नु हजुरहरूले पनि एकचोटि राजा फेरि खतरा त्यही नै हो त्यही त हो राजा गाडी पनि यही हो फेरि। अस्ति त कहिले अर्को पनि भाँच्दो मान्थेँ मैले फेरि अहिले यही हो ल। एकचोटि राजाको टिकटक गाडी पनि भिजिट गर्नु न चटलाएर मान्छे पनि ह्यान्डसम हुनुहुन्छ फेरि होइन। ज्यान पनि खाइलाग्दैछ यसो के हो देखाइदिने हो र राजा मुस्ताङ देखामा होइन ल ठिक छ ल मुस्ताङ देखाउँछ हामीले बढी सो हानिन्छ मायाबाट होइन ल चटलाएर। अनि अब बिहान हो होइन सबैलाई हग्नु मन त लाग्छ नि हजुरले पनि हग्नुहुन्छ होला होइन। अनि म माथि गाडीबाट हेरिरहेको थिएँ क्या त्यहाँ टोइलेट कति बेला खाली हुन्छ भने एउटै टोइलेट रहेछ। अनि यो आन्टी कस्तो सुचो आन्टी के फेरि त्यो टोइलेट मान्छे त्यहाँ गइरहेछ बाहिरबाट दारा बन्द गरिदिने अनि यहाँ खोला यहाँ तल बगलाको पानीले त्यो पानीले बाबु मुख धुने भन्ने तल सिकाइदिने यस्तो पनि गर्ने हो यार आन्टी यार। तपाईँ यार यस्तो राम्रो व्यवहार गरेर बसिरहनु पर्छ त्यस्तो नगर्नु न यार। सराप छु म तपाईँलाई फेरि हो त्यस्तो नगर्नु होला है त्यही नै हो। यस्तो गर्नु भएन नि त हजुरहरूले पनि बुझ्नु। अब मान्छे त्यहाँ गाडी रोकेर गइरहेछ चिया खाइरहेछ 2-4 पैसा खर्च गरिरहेछ उहाँलाई त प्रफिट त भइरहेछ नि त उहाँलाई। त्यस्तो गर्ने होइन नि त हजुरहरूले पनि चिन्नु होला नजान्ला त्यो सुड्डीकोमा खडुस रहेछ क्या आन्टी है ल चटलाएर त्यही नै हो। अब अगाडिको अपडेट म दिँदै गर्छु हजुरहरूलाई त्यही नै हो ल। हामीले चटलाएर यहाँनिर खाना खान लाग्यो होइन। हाम्रो टोलीहरू त बसिरहेछ अनि हामी चाहिँ यता के ठाउँ हेरेर लुङली के थियो खै के नाम थियो मलाई खास याद भएन। अहिले नाम भन्छु म अब अगाडि गएर हेरेर। पानी चाहिँ के खालको पानी हो यो खरानी टाइपको पानी रहेछ यार। खरानी खोला हो क्या हो यो होइन। चट्टान त दामी चट्टान क्या
होइन यस्तो दामी रहेछ क्या ढुङ्गै ढुङ्गा पौडी खेल्न जानु मन लाग्छ अरे मेरो बहिनीलाई नानी आऊ बा आऊ मेरो वर्षा बहिनीलाई पौडी खेल्न जानु मन लाग्यो भन्छन् क्या हो बस यो हो नि त होइन खरानी टाइपको पानी रहेछ क्या त खरानी खोला हो कि क्या हो खरानी टोल हो ए खरानी के भन्छन् टोलै त भन्छन् के भन्छन् गाउँ भन्छन् यस्तो रहेछ बस कालीगण्डकी नदी मुस्ताङ विश्व यही हो समस्याहरू देखिन सक्छ जो कोहीलाई यदि कसैलाई देखियो भने हामी तल झर्नुपर्ने हुन्छ नेग्लिजेन्सी नगर्नु होला देखिहाल्यो भने थाहा हुन्छ टाउको दुख्ने अगाडिको लागि के समस्याहरू आउँछ त्यसलाई चाहिँ ख्याल गर्नु ओह्राला जाने भयो यो सबैलाई बाँडिदिनु है ओह्राला नाका जाने भयो तपाईँ 4600 हाइट हो होइन त्यसलाई पनि ख्याल गर्नु त्यता जाने भयो अनि सुत्दा झ्याल खोलेर सुत्दा आफ्नो धेरै ख्याल गर्नु अरू जस्तो त्यो होइन यो हाई एल्टिट्युड अलिक फरक छ तलको भन्दा फरक छ यहाँ अक्सिजन एकदमै कमी छ अब जाडो सिरक चाहिँ मान्नु होला राम्रोसँग यो हाई एल्टिट्युड चाहिँ एकदमै ख्याल गर्नु है जो कोहीलाई देखिन सक्छ नदेखे यदि देखियो भने चाहिँ हामी तल झर्नुपर्ने हुन्छ क्या अक्सिजनको आवश्यकता स्वास्थ्य चौकीमा पुग्दै जानुपर्ने हुन्छ त्यसलाई चाहिँ ख्याल गर्नु आफ्नो यात्रा राम्रोसँग गर्नु होला है त यस्तो समस्या है देखिन सक्छ यहाँ 15 दिन अगाडि नि 3 जना मान्छे मरेछ है यति बेला चाहिँ रातिको 7:30 बजिरहेको छ हामी चाहिँ यति बेला मार्फा भन्ने ठाउँमा आइपुगेका छौँ सो यही नै हो आजको ब्लग म यही नै समाप्त गर्छु भोलि चाहिँ होइन म कता जान्छु मन्दिरतिर के गर्छु कता कता घुम्छु सो सबै म हजुरहरूलाई देखाउने कोसिस गर्ने छु आजको लागि यति नै भोलि फेरि नयाँ भिडियोमा भेट्नेछौँ बाई